स्मिथ शाहको लोप्स र आज फेरि स्याटरडेको दिन आज नयाँ भ्लग बनाउँदैछु फेरि अगेन। आज चाहिँ म कहाँ पुग्दैछु भने तारकेश्वर टावरमा त्यो ह्याप्पी हिल्स एडभेन्चरको छेउमा चाहिँ माथिपट्टि चाहिँ एउटा टावर छ, दामी भ्यू दामी देखिन्छ। सो त्यहाँ जानको लागि चाहिँ अब सबिन र सबिनको साथीहरू चितवनबाट आएको भाइहरू छ अरे 2 जना जस्तो। सो दुईवटा V2 एन्ड V3 हुने भयो होइन, R15 अनि एउटा चाहिँ दुईवटा बुलेट हुने भयो। सो त्यहाँ जाँदैछु हामी आजको ब्लगमा, यसो हेर्दै गर्नु होला गाइज के हुन्छ। अहिले चाहिँ म यहाँ नागपोखरी नक्सालतिर छु, त्यहाँको ठाउँ पनि देखाउँछु हल्का। अनि सबिनहरू चौकीमा पुगेको छ भन्दा चाहिँ चौकी नै जानु पर्ला जस्तो लाग्छ मलाई। सो यहाँ देख्न सक्नुहुन्छ यो ठाउँ मैले त्यति साह्रो देखाएको छैन नि त स्क्रिनहरूमा। अनि त्यो आइफोन 17 अब 17 हान्नु पर्ला जस्तो छ। यहाँ पुगेर आजको भ्लगमा के हुन्छ यसो भाइहरू हुन्छ र सबैलाई यसो इन्ट्रोड्युस गराउँछु, के हुन्छ भ्लग हेर्दै गर्नु लगाइ चाहिँ त। हामी जानुपर्ने यता हो ल, यहाँनिर बाराई काठमाडौँ ठमेल भइहाल्यो एरिया। 2 hours later भर्खर जाम खुल्यो होइन, यहाँ ठमेलमा छु म। ठमेलबाट म यता लाजिपाड हुँदै जाँदैछु। म पनि आई थिङ्क पुलिस थानै जान्छु। अब मभन्दा पहिला निस्केर रहेछ भने ठिकै छ, छैन भने हामी सबैजना एकैचोटि सँगै जान्छौँ। आज चाहिँ ह्याप्पी हिल्सको यसो भयो भने ड्रोन सट पनि हाल्नेवाला छु। Traffic jam. Five minutes later. कल गरिदिइहाल्नु, एक कल गरिदिइहाल्नु। कल गरौँ। In the data, your call has been forwarded to voicemail. The person. भोइसमेल भोइस कल त किन पठाउनु। ओके ठिकै छ, केटाहरू गइसकेको छ। त्यहाँ हाइवेमा भेटिन्छ कि किनभने सँगै राइड गरेको बाइकको खिच्न मजा आउँछ नि त। त्यो जङ्गलमा गएर त पोखरी पुगेँ है। अब माछा पोखरीबाट यताबाट जाँदैछु, हल्का राइड गर्छु। त्यहाँ गएर एउटा कहीँ राम्रो ठाउँ रहेछ रोकेर त्यहाँनिर भिडियो खिच्छु। ओके 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 कस्तो देखिरहेछ है गाइज यो राइड क्विङको। ओहो 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 सोलो राइड गर्दाखेरि त यस्तो है गाइज। एउटा डाँडामा रोक्नु पर्ने यार। एक रोकिदिएर भिड देखाइदिउ न। ओके कल गरौँ न। डकुमेन्ट्स गाइज म सबैलाई एक कल हानिदिइहाल्छु कि होइन। यस्तो देखिरहेछ अहिलेलाई म पेट्रोल पम्पमा छु होइन, पेट्रोल पम्पमा छु है गाइज म अहिले। अनि अहिलेको भ्लग म एकछिन त्यहाँ हिल टावर जाँदैछु गाइज। भ्लग हेर्दै गर्नुहोस् होला कस्तो आउँछ। कमेन्ट्स गाइज कस्तो देखिरहेछ। फ्रेस अझै ह्यान्डसम
अझै गुड टायरले चाहिँ हावा खाइसक्यो यति टच भएको छ बिचको ग्रिप पुरै गइसक्यो आई हेभ टु चेन्ज द न्यू टायर सो नेक्स्ट टाइम म टायर पनि चेन्ज गर्छु अहिले गएँ म माथि पुग्छु सबिनहरू पुगिसक्यो जस्तो लाग्यो होइन ओके होइन wonderful शनिबार अगेन राइडिङ त्यही हो गाइज अब बाइक राइडिङ इज डिफ्रेन्ट फिलिङ्स हो क्या त्यो राइडिङ यस्तो हुन्छ नि एग्रेसिभ टाइपले अन्त रफ कुदाउनु भएन अनकन्ट्रोल गरेर कुदाउनु भएन अलिकति स्पिड कुदाउँदाखेरि यु निड टु नो लाइक हुन्छ नि कतिसम्म आई क्यान ब्रेक आई क्यान कन्ट्रोल आई क्यान ह्यान्डल त्यो कुरा बुझेर राइड गर्नुपर्छ रफ कुदाउनु हुँदैन गाइज सफ्ट कुदाउने हो तर दामी कुदाउने हो क्या ए तलको बाटो ब्लक छ भने जस्तो लाग्थ्यो यहाँबाट तलबाट पनि जान्छ है तलबाट पनि बाटो बिग्रेको छ सबिनको भ्लगमा हेर्नु होला यो बाटो बिग्रेको छ उतापट्टि चाहिँ बिग्रेको सबिन बनाउँदै थियो प्लास्टरिङ गर्दै थियो अब अहिले सुके कि सुके छैन मलाई थाहा छैन अब अहिले चाहिँ म फेरि यो बाटो हेर्दैछु अस्ति पनि हामी यता फर्किँदाखेरि यही बाटो आएको थियो कि सो राइट नाउ अगेन आइ एम ब्याक विथ सेम प्लेस सेम रोड सो यसअलिको सबिनको ब्लगमा पनि यसो हेरेर जसलाई गाइजहरूले यो ठाउँको हट्टा बाटो बिग्रेको कुराहरू देखाइरहेको थियो क्या उसले होइन केटाले मेहनत गर्दैछ भ्लग बनाउँदैछ इन्जोय गर्न जसलाई गाइज छु 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 अब चाहिँ मैले Construction work was going on road was blocked, and I asked the worker guy, "Is there another way to go tower?" The guy said yes, I took right road. Then this happened. एउटा सानो Lost the way. अप्ठ्यारो बाटोमा आइपुगेँ सबैले कल गर्दैछ ओए केटो तिमी कता गयौ ठ्याक्कै ओरालो भरि पोइन्टमा माथि उकालो चढ्ने पोइन्टमा छु म हामी जुन उताबाट यो ओसु तपाईँको नडा आइसके माथि तपाईँको राइटतिर उक्लिन्छौँ नि सुरुमै हो तपाईँ त्यहीँनिर आउनु म तपाईँलाई त्यहीँनिर नै पर्खिरहेको छु क्या ल ल ल आएँ ल आएँ म चाहिँ अर्को बाटो आएछु कि ल ओके गाइस म कहाँ आइपुगेँ भन्ने कुरा नि मलाई थाहा छैन झन्डै यहाँबाट फेरि राइटतिर लागेको अब यहाँ हेर्नुहोस् म कस्तो बाटोबाट आएको थिएँ भन्ने कुरा म देखाउँछु है त भेरी हरिबल बाटो छ होपफुल्ली मेरो बाइक तान्छ होला यहाँनिर स्लिप हुँदैन ओके म यो बाटो यस्तो ठाउँबाट आएको चाहिँ गाडी अब यो पनि एउटा स्याटरडेको दिनको लागि एडभेन्चर हो मेरो लागि चाहिँ अरूलाई कतिको एडभेन्चर हो मलाई थाहा छैन दिस इज टु मच एक्सट्रिम एडभेन्चर झार्न त सजिलो भयो अब चढ्न चाहिँ ओके टु ठाडो छ है गाई ठाडो बाटो हो यो धन्यवाद 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 ओके म त यता बाटो छैन Main way to the Happy Hills Adventure. Construction work is going on. Another alternative's way to tower.
ओके यता ऐको राइटबाट यता भइहाल्यो बाटो खत्तम भएर फेरि यताबाट लाग्दैछु 2 minutes down to main road. Finally, we meet two vloggers at Travel with Sabin at Amara Lamagar 46. Khatam. Link in description. म त उता जङ्गलको बाटो पुगेँ यार ल छेउ म त उताबाट राइट लागेँ नि त धुलो खाइयो होइन This is alternative way to the tower or Happy Hills from Nagarjung Thula Guan School. Okay, Sabin is here, guys. दुईजना छ यहाँ हाम्रो चित्रबाट आएको भाइ होला नाम सोधौँला अहिले म चाहिँ अस्ति नै एकचोटि यहाँ आएको थिएँ एउटा बच्चालाई स्कुल पुऱ्याइदिन म चाहिँ त्यतिखेर सुटीको लागि कहाँ निस्किरहेको थिएँ अनि त्यो बहिनीले चाहिँ मलाई लिफ्ट दिनुस् न भने भएर चाहिँ अरे कौन भौंक रहा है ये बदतमीज के उताको बाटो कहाँ जान्छ भनेर यसो सोचेको थिएँ मैले तर यताबाट रहेछ नि त स्कुल ओके आजको बाटोको दिन यस्तो है खत्रै राइडिङ भयो त गो गो अब चिप्लिन्छ होला हो यो यति ठाडो छ कि ब्याटिसकेको छैन भने इट्स गुड नत्र चिप्लिनेवाला छ मेरो चाहिँ ओ माई गड तान्यो सबिन गयो म जान्छु है त आज शनिबारको दिन यस्तै हो राइट Oh my god! Oh, हिम पाउडर मेकअप छ यहाँ मेकअप गोरा हुन मन लागेछ मैदा चाहियो केटी मान्छेले गर्ने मेकअप सुधी सबै यहीँ छ भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ भी यहाँ पो रहेछ 5 minutes from here. ठिक छ है गाइज अब यहाँनिर भ्लग यस्तै है आजको दिन सेतो पाउडर खाएपछि खत्तम भइहाल्यो नि म त यहाँ निस्किन्छ सोचिरहेको थिएँ अब उतै गएर ह्याप्पी हिल जाउनु लाग्यो गाइज मैले हाम्रो सबिन छ चित्रबाट आएको भाइहरू छ यहाँ होइन एकछिन त्यहाँ इन्ट्रोड्युस गरौँ होला गोकोले साथ दिएसम्म गर्मी भयो कि टु मच गर्मी भयो कि ओके ह्याप्पी हिल्स इज हियर सो आजको भ्लगमा हो माई गड प्याक छ त होइन अहिले बाइक राखेको ताल तेरी ल हाम्रो सबैजना चितवनबाटै हो ए ब्रोको नाम आयुष आफ्नो नाम मेरो च्यानल लोप्चन भ्लग सागर लोप्चन भ्लग लेखे पनि भयो ल स्योर ल ब्रोको नाम चाहिँ के छ भ्लगको नाम नै ए अमर आली मगर ओके नाइस नाइस यो यो यो
खतरा गीत बजिरहेछ ल अघि हेल्मेट भनेको थियो अब चाहिँ माइक मोबाइलमा भनौँ नि त नाम हजुरको ब्लगको नाम के छ अमर आले मगर होइन त सबिनको त म फुकिरहेको हुन्छ जहिले पनि केटाले मिहिनेत गर्दैछ दरो हान्दैछ यसो हेर्नुहोस् होला भनेर हुन्छ ट्राभल विथ सबिन ठाउँको नाम भने के ठाउँको नाम भ्याली भ्यू टावर अनि मेरो लोप्चन ब्लग सागर लोप्चन सर्च गऱ्यो भने भेट्छ ब्रोको चाहिँ के छ ब्लग केही छ छैन है माया छ ल छैन ओके जोन बिके ओके आज हाम्रो चितवनको भाइहरू छन् आजको ब्लगमा सबैजना नयाँ नयाँ मान्छेहरू इन्ट्रोड्युस हुँदैछ सबिन त अहिले पनि मेरो जहिले पनि मेरो ब्लगमा हुन्छ चितवन भएको भाइहरू जसको अमिर थापा मगर ब्लगमा यसो कमेन्ट गर्नुहोस् होला लाइक गर्नुहोस् होला त्यहाँ गएर हेर्नु होला भाइले बाइक होला होइन हजुर बाइक उडाउनु आजकल ब्लगमा मान्छेहरू उडाएको मात्र गुडा गरेर हेर्छ लडाएको हेर्छ होइन नर्मल कुरा हेर्दैन त्यही के पचिङ गाइज आजको ब्लग के हुन्छ म यसो देखाउँछु लाइक कमेन्ट गरेर साथ दिन्छु होला त गाइज आज शनिबार काठमाडौँ सिटी ओके अहिले चिसो घाममा बसौ केटा त है सबिन अहिले एकछिन बस्नु लाग्छ घाममा बस न रिजर्भ गरेर राख्ने यहाँ हाम्रो सिट हो भनेर रिजर्भ गर्ने कता कता घुमाइलो भन चितवनको साथीहरूलाई कहाँ कहाँ घुमाए होइन भाइहरूसँग हिजो मात्रै फर्मली मजाले घुम्न पाएको सो हिजो चाहिँ हामी त्यो उता थिएन ह्याप्पी हिल रिजोर्ट आज ह्याप्पी हिल एडभेन्चरमा होइन ह्याप्पी हुनु पऱ्यो नि होइन कति दिन बस्यो ब्रोहरू भोलि नै जाँदैछ नि नभए त है धेरै ठाउँ घुम्नु हुन्थ्यो नि ठिकै कहिले आउने अब वैशाखतिर होइन वैशाखतिर उनीहरूको भर्खर प्रस्तुति राख्छ नि त भाइले ठिक छ यो छेउछेउको डाँडा काँडा हामी पुगिरहेको हुन्छौँ मोस्ट अफ द टाइम सबिन र म कन्टेन्ट डान्स बनाउनु पऱ्यो नि यहीँ एउटा टाइम यसो डान्स गर्नु मन लाग्छ यहीँ हुन्छु अरू ठाउँको अहिले मान्छे धेरै हुन्छ आज चाहिँ अलिकति भ्यू खोलिसक्यो अहिले यस्तो मिठो देख्छ यहाँ अरू बेला मैले स्टोरीमा हाल्थेँ नि त्यो हिमालको पागल म यो त्यो झारी हो कि यताको झारी तलतिर खाल्टोतिर पुगेको थाहा पाइसक्यो मैले तल भन्ने बित्तिकै अनि यसो भिड भन्ने उयो उयो बाटो छ नि त्यो बाटो पुगेको तपाईँ त्यो बाटोबाट झर यता निस्किन्छ यता अर्को दुईवटा बाटो छ क्या अनि तपाईँ यताको बाटो नगएको तपाईँ तलतिर गएको भए चाहिँ उता पुग्नुहुन्छ उयो तल सब चोक छ नि त्यो चोक त्यहाँको जस्तो बाटो लाग्दो बाटो पनि खिचेको छु हालिदिन्छु त्यो बाटो झुकी झुकी ठिक छ अब एकछिनमा ड्रोन सट खिच्छु कस्तो हुन्छ हेर्छु हुन्छ ल एकछिन चाहिँ हामी पहिला भ्यू माथि जान्छौँ है त सो हेर्दै गर्नु न भ्यू टारमा हावा जाने हो जानु पऱ्यो नि हावा पऱ्यो न लेट्स गो ल है अब हामी भाइहरू त्यहाँ टावर जाँदैछ टावरको यसो ड्रोन सट खिच्छु भिडियो कस्तो आउँछ कमेन्ट गर्नु होला गाइज सपोर्ट गाइज सपोर्ट अलवेज निड अ सपोर्ट
ड्रोन सर्ट कस्तो आयो कमेन्ट्स गरिदिनु है गाइज हावा खाँदैछ चिसो खाँदैछ अरे चितवन म तल जान्छु चिसो म चिसो हावा खाँदिनँ के हो नाम ओइ के हो नाम तेरो भन्दा नाम यो भाइको पानीपुरी भाइको नाम के हो अरे भाइ रूपक मगर के मगर थापा मगर ओके भाइको स्पेसल के छ पानीपुरी पानीपुरी चटपटे मैले खाँदिनँ त्यो भाइले खायो मात्रै हजुर यसलाई डर लाग्यो ढेँडे यसलाई डर लाग्यो ढा गर्नु हान्दिउँ टावर चाहिँ यही गाइज Let's and we'll go back to the place. ओके स्ट्रेट आउटा पोखरा आमामा अर्को चाहिँ के हो चितवनबाट गाइस यो चाहिँ पुरानो डुलेट हो क्लासिक हो लुकिङ गुड डबल डिस्क हालेको छ भाइले मिठो बनाएको छ हार्ली डेभिडसन जस्तो यता चाहिँ डमी रहेछ होइन ठिक छ
बाटो बनाएर त्यही स्कुटीहरू बाइकहरू राखेर हिँड्दै आएको म पनि उताबाट घुमे भयो नि यहाँ हत्तपत्त बाटो थाहा हुँदैन अहिलेको कस्तो अल्मा लाग्यो तीनटा बाटो हामीले क्रस गर्यो यहीँको लोकललाई थाहा हुन्छ एडभेन्चर नमस्ते गर्दै नमस्ते अडियन्सलाई भन्न अब तपाईँतिर फर्कनु नभएको स्ट्रेट आउट बौद्ध 7 3 14 है अनि त्यसपछि फोटो सेसन कार्यक्रम भयो अब बहिनी तिमी चाहिँ दाइको ब्लग हेर ल त्यहाँ झन् अल्ट्रा फोके हुन्छ केटाहरू यहाँ छन् है कति दामी आइरहेछ बनाउँछ सबैले बनाउँछ बेसी होइन त हामी त यहाँनिर खाइरहेको गफ गरिरहेको कति भिडियोहरू पोस्ट गरेर हुन्छ ड्रोनमा त हुन्छ नि ड्रोनमा पनि हुन्छ डिजाइनमा ट्राई चाहिँ गरेँ मैले त्यही अनुसारको ठाउँ चाहियो कि अब 5 महिनापछि रारा प्लान अहिले फिक्स भयो होइन भन्न खोजेको यत्रो बट्टामा भने सब मलाई त होइन पुरा यस्तो भ्यू देखेर अगाडि राराको भ्यू छैन ट्याक्क डाँडामा यस्तो डाँडामा बसेर होइन पुरा बनाउँदै होइन रिल्याक्स हुँदै हो कि पुरा यहाँ छ राराको मेमोरी यस्तो दामी दामी त्यतिखेर मेरो घरमा 1 हप्ता बस्यो यो त्यसपछि मेरो रारा गयो कता मेरो सँगै हो हामी चितवनमै भने कि चितवनमा भने चितवनमै 1 हप्ता बसेको रारा गएको मेरो घरमा 1 हप्ता बस्यो रारा आज शनिबारको दिन हाम्रो सबिन अनि चिकनको भाइ र पोखराको भाइहरू आएको छन् सो आजको भ्लग यसो सिम्पल घुम्दैछु के छ कान्छी हालखबर ठिक मुला झ्यापा मुला भनौँ न
अनि त्यही हो कमेन्ट गर्नु होला गाइज आजको ब्लग कस्तो भयो कमेन्ट गर्नु होला अहिलेको ड्रोन सट खिचेको छु भ्यू कस्तो आयो होला भन्नुहोस् होला त सनसेट पनि खिच्न खोजेको थिएँ अलिकति ड्रोनले त खिचेन तर त्यो टावर र त्यो ब्याकग्राउन्डमा सिन चाहिँ दामी खिचेको छु लाइक कमेन्ट गरेर साथ दिनुहोस् होला ल ब्रदरहरूले पनि भेरी वेलकम काठमाडौँमा यो चाहिँ राख्नु अलि 5 दिन All the way from Chiton, chai. Cheers, Garunda. Near म चाहिँ चाय होइन है हट लेमन म मिल्क टी मान्छेले हटे खान्छ ह्याप्पी न्यू इयर अगेन दुध भनेपछि म हुरुक्कै हो क्या काँचो काँचो भन के अरे घिउ त्यसमा चाहिँ म्युट छ प्योर घिउ हो फेरि चिसो चिया चुपचुप गरेर खाउँ है ब्याकको भ्यूसँग हो नि तपाईँहरू दामी नाच्नु भएको सँगै मैले अहिले नाच्न अलिक कम गरिसकेँ पहिला ओके हामी एकछिन तल जान्छौँ खाजा खान्छौँ जाडो भयो सिरक ब्ल्याङ्केट छैन सिरक ब्ल्याङ्केट छैन ओके ला 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 यतातिर बस्छौँ सो गाइज अहिले चाहिँ हामी यो तारकेश्वरको माछा पोखरीबाट जाने रोडमा छौँ यसो काठमाडौँको सिटी प्लस यहाँनिर मुन देख्न सक्नुहुन्छ अनि त्यही हो अब यहाँ बाइक मिलाएर राखेको छौँ एउटा बुलेट छ एउटा V2 छ एउटा V3 छ एउटा अर्को पनि बुलेट छ र हामी जाँदैछौँ सो इन्ड अफ द ब्लग थ्याङ्क फर वाचिङ बस न तिमी नि